हेलो एभ्रिवान, नमस्ते। म नितु थापा मेरो अर्को एउटा भिडियोमा हजुरहरूलाई फेरि पनि स्वागत छ। हामी चाहिँ अहिले आएकी छौँ पिकनिक खान भनेर चानाका चाहिँ साह्रै राम्रो ठाउँ रहेछ। केटाकेटीलाई लिएर आउने ठाउँ रहेछ। केही हेर्नु पनि पर्दैन केटाकेटीलाई, केहीको डर पनि छैन। छेउछाउ पानी पनि छैन। पुरै मान्छे चाहिँ आउनुभएको छ पिकनिक खान भनेर। मेरो छोरो चाहिँ यहाँ हेर्नुहोस् न कति माथि चढ्दैछ है, डर पनि नलागेको यहाँ हेर्नु त। त्यो हात चाहिँ छुट्यो भने कहाँ पुग्छ कोनी। अहिले चाहिँ चढेको छ, फेरि घोडामा चढ्छु भनेर दुईजना चाहिँ चढिसकेका छन्। अब अलिक परसो पनि लगिदिन्छ अरे घोडामा चाहिँ। अनि यहाँ पिकनिक खाने ठाउँ चाहिँ दुई ठाउँ रहेछ है, उता पनि छ यता पनि छ। हामीहरूको चाहिँ यता यो ठाउँमा खाँदैछौँ पिकनिक चाहिँ। अहिले चाहिँ हामीहरूको खानाहरू पाक्दैछ। थुप्रो मान्छेहरू आउनुभएको रहेछ पिकनिक खानको लागि। अहिले चाहिँ हामीहरू खाना पनि खान थाल्यौँ। यस्तो साथीभाइहरूसँग चाहिँ यसरी खानाखेरि साह्रै रमाइलो हुँदो रहेछ। हाँसी हाँसी खाँदैछौँ हामीहरू चाहिँ खाना। खाना खाइसकेर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ अहिले फोटो सुट हुँदैछ। यहाँ नानीलाई चाहिँ फोटोको चक्करमा कति कपडा धर्न दिएको रहेछन्। यहाँ हेर्नुहोस् त गाइस।